साथीहरु गुड मर्निङ। तपाईलाई मेरो नयाँ भिडियोमा स्वागत छ। यतिखेर चाहिँ म आज फेरि लेकतिर आएको छु साथीहरु। तपाई यहाँ देख्न सक्नुहुन्छ आजको मौसम यस्तो छ छक्कै परेर हामी बिहानै आएको थियौं, अन्धारमै आएका थियौं। म र भाइ आएका छौं, दुईजना छौं। यसो लेकतिर के कसो छ हेरौँ भनेर आएका हामी। के दामी यी साथीहरु आनन्द छ। म उता बाबी काट्दैछ उले दाउरा बान्नेलाई। मौसम साथीहरु यस्तो छ पुरा तुवानुले गर्दा पुरा भरिको छ, कहीं देखिरहेको छैन। हेर्नु साथी यी अलि तलदेखि कोल्टी गाउँ हो। धेरै पछि लेखेर आयो साथीहरु। हामी दशैंभन्दा अलिकति पछाडि आएका थियौं, कार्तिक मङ्सिरतिर। त्यसपछि आएका थियौं, ठ्याक्क भयो आज आएका छौं हामी। यसो लेकतिर हेर्नु पर्यो के कसो छ, अनि जा गर्नुपर्छ साथीहरु के कसो छ हेर्नुपर्छ। अनि आजको चाहिँ हामी खाना उतै बनाउने छौं, रोटी बनाएर खान्छौं हामी टक्क पारेर। अनि त्यसपछि म थोरै काम गर्छु, भाइले चाहिँ दाउरा बनाउनु छ। साथीहरु चाहिँ बिजुलीको पोलर हुन्। यहाँ चाहिँ एउटा अगाडि लाग्ने गाउँमा हाल्ने पुल यहाँ खालेका छन्। अनि हेर्नुस् पुरै आगो लगाएर यहाँ यस्तो उजाड देखिरहेको छ, कालो देखिरहेको छ। घाँस पलाएको छैन साथीहरु। हामी चाहिँ लेकमा पुगेर पनि साथीहरु यहाँ खाना बनाउन रेडी भइसकेका छौं हामी। अनि म चाहिँ मसला पिन्दैछु अहिले। तपाईं देख्नुहुन्छ यी मसला पिन्दैछु म। तपाईहरु चाहिँ पिठो बनाउँदैछ रोटीको लागि हो। यी साथीहरु यता खाना पाक्दैछ साथीहरु, तरकारी हो। हाम्रो रोटी मसला हाटा पिन रोटी ज्या पहिला भरि डढ्या लाउ गरे थोरै पनि हाल्न के गर्नु, पानी के पानी हाल्नु। यहाँ साथीहरु यस्तो कुली लागिरहेछ, मौसम खतरा छ साथीहरु के दामी रहेछ साथीहरु। यो यसै अहिले के गर्ने, लेकतिरको यस्तै हुन्छ साथीहरु। जम्मा पारेर मसला हाल्दा पनि पाकिजाने। आलु यो काखेरबाट रागेतिर हाल्नु पर्यो, अनि रोटा पटपट हाल्नु पर्यो, अनि ताजा पछि हाल्नु। अहिले त हुन्छ ल खान्छु पैसा पुग्दैन भनेर आगो बाल्नु, आगो आगोबारी गाडी बनाउने तरन जतानी अनि कौल दहा त सक्तो ना। निंदा हालिया थोड़ी पत्ता क्या क्या खाना हालै भएन हो। हालिदिएर खालि हाल्पुग्नु पर्ने यताबाट यता खाएर ल्याउनु हुन्छ नि, तर जगान तान्दै एकजेक पानी ल्याएको छ भएन। एकजेक पानी भयो साथीहरु। हाम्रो चाहिँ अब पिठो मलिँदैछ हैन, धुलो मिच्दैछ। के पिठो मोलौँ भने धुलो मिच्दैछ। यहाँ तिउन पाक्दैछ साथीहरु, यहाँ आलुको तिउन पाक्दैछ। अनि हामी यो खाना खान्छौं अनि काम गर्छौं है साथीहरु। तपाईलाई देखाउँछौं। आज पनि लेकतिर आएको छु साथीहरु। तपाईलाई लाग्छ होला कति लेकतिरको फुटाल्छ जस्तो लागिला भिडियो। अब लेकतिर आउँछ रमाइलो लाग्छ नि साथीहरु, त्यसैले चाहिँ रमाइलो लाग्छ हामीलाई हैन। अब सिजनै लेकतिरको हो भने अनि हामीले चाहिँ बाहिर खाना किन पकायो भनेपछि भित्र धुवा हुन्छ हैन। त्यसपछि भित्र सरसफाइ गर्नुपर्ने छ। हामी धेरै बन्न छोडेको, सरी छोडेको। अब भित्र गर्न जान्छौँ हामी अनि सब सरसफाइ गर्छौं। अनि त्यसपछि अनि त्यो भएर चाहिँ खाना बाहिरै पकाएको। लेकतिरको मौसम यस्तो छ, पुरा तुवानुले छपक्क छोपेको छ। तपाई देख्न सक्नुहुन्छ साथीहरु, यस्तो छ हेर्नुस् यो मौसम आजको। यो घाम लागिरहेको छैन कहीँ पनि। यो चाहिँ हाम्रो
लेगो लेग लेगो यी साथीहरू गोरु गाई गोरु बान्ने ठाउँ हो यो तल अनि माथि खान भन्छ यसलाई यता चाहिँ यता सम्म हामी हाम्रो घर हो घरभित्र पुरै फोहोर छ अब सफा गर्नुपर्ने छ एकछिन फ्रन्ट क्यामेरा यस्तो छ म भित्र जाँदैछु ठक्क परेर भित्रको अवस्था कस्तो छ धेरै हिँड्नु यी बाबा यति फोहोर छ मुसाले सब दुई ठाउँ यस्तो नाख्यो मुसाले यसलाई क्लिन पार्छु मेसिनले एकछिनमा अनि हेर्नु सक्दैन यस्तो नाच्छ यहीँ बाबा यो चाहिँ हामीले किन ढुङ्गाले चिन्यो भने चाहिँ अब रातिकै अब कोही आएर चोरी गर्छन् नि त्यो भएर चाहिँ हामीले यस्तो बनाएका थियौँ तर यो चाहिँ आलु हुन् हामीले आलु यही राखेको थियौँ आलु यी आलुको अवस्था यस्तो छ तपाईँको आलु पुरा मरिसकेको छ आलु यो सामान यस्तो लथालिङ्ग छ साथीहरू के गर्ने यस्तो छ अवस्था होइन अनि हामी ए पुरै छाड्छु अब के गर्ने के छ नि होइन यी मुसाले यति बाबा पुरा दुलो बनाएको दुम्लासी के गर्ने साथी यस्तो छ अवस्था अब यहाँ राखौँ यो राखौँ यसमा रोटाइनुपर्छ नि त त्यसैले चाहिँ हो साथीहरू अब एकछिनमा सफा गर्नु खानासाना खाएर सफा गर्नु पर्ला के गर्ने यस्तो छ यस्तै आया रोटी पर्दैछ त रोटी पाक्दैछ हाम्रो भाइ रोटी हाल्दैछ रोटी बाग्यो नाली हो बाग्यो नाली पक बाग्ला नाले हाल त खाने ल्याऊ बाग्ला ठिक हुन्छ देख ल मेरो बना भयो साथीहरू हाम्रो खाना पाकिसकेको छ अब तरकारी पाकेको छ अब हामी रोटी खान्छौँ यी हेर्नु साथीहरू लेकतिरको खाना हो बेस्ट खाना हुन्छ साथीहरू चिसोमा पिरो तरकारी चाहिँ थुप्का हो तरकारी चाहिँ हाम्रो नेपाली तरकारी छ चाउचाउ आलु आहा यी साथीहरू हेर्नुहोस् त ल अब जय शम्भो खाना खाउँ मेरो बना ल बनाउँदैन मेरो खिले पुरा गर्दै हो मम चाहिँ ल पिरो कि खोलियो हाँ यहाँ पनि इच्छा गर्दैन हामी हल्का पुरा देखिन्छ हाम्रो त खाना देखिन
मिठो, पानी मिठो, रोटा मिठा, तिउन मिठो। 5 महिना भयो पानी भयो। हाम्रो दसैँमा असोज हामी मङ्सिर कार्तिक आएका थियौँ। असोजमा भरेको पानी उस्तै चिसो छ अझ पनि, केही पनि कम्प्लेन छैन पानीमा। कार्तिकको महिना भरेको पानी हो हाम्रो, त्यही पानी खाँदैछौँ। अहिले चैतमा खाँदैछौँ। पानी छैन, के गर्ने साथीहरू, यो दुःखको कुरा हो। त्यो आलु पनि भदौमा कोरेर राखेको आलु हो, त्यही आलु पकाएको। मिठो छ, साह्रै मिठो। रोटी यति धेरै छ अहिले, रोटी सब खाइहाल्छौँ हामी अहिले। भोक लाग्छ नि, किनभने त्यहाँ चिसो हुन्छ, चिसोले भोक लाग्छ। हामी कम्तीमा 5 रोटी खान्छौँ हामी, घरमा भए 2 रोटी खान्थ्यौँ। लगभग अब हामी खाना खाएर सकिन लाग्यो साथीहरू। अब हामी खाना खाइसकेपछि सरसफाइ गर्छौँ भित्र, त्यसपछि दाउरा बनाउँछौँ, ताप भएर